घरमै पनि बस्दाखेरि उहाँ एकदम रेडी नभएर बस्दाखेरि पनि मलाई उहाँ सबसे वर्ल्डभरिको सबसे राम्रो मान्छे चाहिँ मलाई मेरो मामु नै लाग्छ। सानो बेलामा चाहिँ अनमोल र उगेशनाले एउटा त्यो स्याटेलाइट एउटा त्यो त्यति बेला आउँथ्यो नि दिस होम यस्तो टाइपको, त्यसमा चाहिँ एड गरेको थियो। त्यो एड चाहिँ रिलिज त भएन, तर दुवैजनाले सानो बेलामा ब्याक देन 2008मा चाहिँ एउटा एड चाहिँ गराएको थियो। अनमोल केसी, म आम अ ह्युज अनमोल केसी फ्यान माइसेल्फ, अनि मैले उहाँको सबै मुभिजहरू हेरेको छु। सो यस, भेटेको छ कि छैन? ग्रेटफुल अपर्च्युनिटी भेटेको छ। त्यो कुरा चाहिँ मैले अनमोललाई भनेको थिएँ, तपाईँलाई याद छ एउटा एड गर्नुभएको थियो यस्तो यस्तो यो ठाउँमा, अनि याद छ भने त्यो बेबी मेरो बेबी त हो नि भनेर चाहिँ भनेको थिएँ। सो अनमोल पनि सानै थियो अनि गराएको थियो एड। एक्टिङ पनि उसले गर्न सक्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ, मुभीतिर गइदोस् भन्ने इच्छा छ। उसले प्राय जुन ठाउँमा उसले पाइला राख्छ सक्सेस भएको छ अहिलेसम्म, फेरि फ्युचरमा पनि जुन ठाउँमा पाइला राख्छ सक्सेसै होस् भन्ने इच्छा छ। मामुसँगै भेटेको हो, हजुर जेईको टाइममा भेटेको हो। एन्ड इट वाज फन, हि इज सच अ नाइस पर्सन, एकदम भेरी हम्बल, एकदम राम्रोसँग बोल्नुहुन्छ। So yeah, that is. Mamu is good in whatever she does, everything she does actually. So घरमै पनि बस्दाखेरि उहाँ एकदम रेडी नभएर बस्दाखेरि पनि मलाई उहाँ सबसे वर्ल्डभरिको सबसे राम्रो मान्छे चाहिँ मलाई मेरो मामु नै लाग्छ। साँच्ची हो, जिस्केको होइन, मलाई थाहा छैन हो, तिमीले त्यही भनिरहन्छौ। उसादीले के चाहिँ मनपर्छ बढी, उहाँ के गर्दाखेरि चाहिँ हजुरलाई बढी मनपर्छ? उहाँको राम्रो बानी के छ? उसको राम्रो बानी आमा जस्तै केयर गर्छ उसले। अब पहिला मैले उसलाई बढी केयर गर्थेँ, अब उसले मलाई गर्छ, त्यो मनपर्छ। त्यो चाहिँ नर्मली छोरीहरू बिहा भइसकेपछि चाहिँ आमाहरूलाई बच्चा जस्तै टेक केयर गर्छ भनेर सुन्थेँ मैले, हो र हो पनि। तर मेरो छोरीले चाहिँ अहिलेदेखि नै गर्छ, एकदम बच्चा जस्तै। कहाँ तिमी, कति बेला आउने, कोसँग छौ, यस्तो भनेर इन्क्वायरी गर्छ। के खायौ खाना, अनि बिहान कति बजी के खाएर निक्लेको तिमी भन्छ उसले, तिमी भन्छ उसले मलाई। अनि त्यो कारणले गर्दा आमा जस्तै टेक केयर गर्छ, कहाँ छ, के छ, कोसँग छ, फोन किन नआएको, फोन किन अफ, सबै गर्छ। त्यो मनपर्छ मलाई। हजुरलाई बिहे गर्नुहुन्छ भने अर्को बिहे गर्नु भनेर टपिक चेन्ज प्लिज। हजुरले भन्नुभएको छ नि होइन मामुलाई, के भन्नुहुन्छ त्यो कुरा? हजुर, उहाँलाई जुन बेला रमाइलो, जुन बेला मन लाग्छ, जुन बेला उहाँले त्यो स्टेप लिन रेडी हुनुहुन्छ त्यो बेला गर्यो भने मेरो त अलवेज फुल सपोर्ट गर्नुहुन्छ। मेरो हबिज I'd say dancing, art and I sing sometimes. तर बाथरुम सिङ्गर भन्दा हुन्छ, त्यति राम्रोसँग गाउन चाहिँ आउँदैन होइन, माइकमै गाउनलाई, बट उसको राम्रो भनेको उसले आर्ट एकदम राम्रो गर्छ, स्केच एकदम राम्रो छ उसको, अनि डान्समा त बेस्ट छ। एक्टिङ पनि पायो भने गर्छ उसले, बिस्तारै त हिँडिरहेछ, बल्ल अब गर्छ। एक्टिङ पनि उसले गर्न सक्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ, मुभीतिर गइदोस् भन्ने इच्छा छ मलाई, आफ्नो इच्छा। अब हेरौँ उसको के इच्छा छ। अब बल्ल बल्ल त भर्खर अब यो मिडियामा आउँदैछ, भर्खर मोडल हन्पा गएको छ उसको फर्स्ट, अब गर्दैछ, इन्ट्रेस्ट बढ्यो भने त गर्दै जान्छ होला। तर मलाई चाहिँ उसले प्राय जुन ठाउँमा उसले पाइला राख्छ सक्सेस भएको छ अहिलेसम्म, फेरि फ्युचरमा पनि जुन ठाउँमा पाइला राख्छ सक्सेसै होस् भन्ने इच्छा छ। हजुरले भन्नुभएको थियो नि एउटा कार्यक्रममा, म डेब्यू गर्न चाहे भने चाहिँ अनमोल केसीसँग डेब्यू गरिरहेछ भनेर, चेन्ज त हुनु भएको छैन? होइन, छैन। अनमोल केसी, म आम अ ह्युज अनमोल केसी फ्यान माइसेल्फ, अनि मैले उहाँको सबै मुभिजहरू हेरेको छु। सो यस, भेटेको छ कि छैन? ग्रेटफुल अपर्च्युनिटी भेटेको छ। मामुसँगै भेटेको हो, हजुर जेईको टाइममा भेटेको हो। एन्ड इट वाज फन, हि इज सच अ नाइस पर्सन, एकदम भेरी हम्बल, एकदम राम्रोसँग बोल्नुहुन्छ। सो या, द्याट इज इट। उषाजीले भन्नुभएको थियो अनमोलजीलाई मेरो छोरी हजुरको फ्यान हो भनेर कुरा गर्नुभएको थियो। मैले भनेको थिइनँ, अनि हाम्रो फिल्म एकदम राम्रो चलिरहेको बेलामा अनि भुवन दाइले हामीलाई एउटा सानो पार्टी थ्रो गर्नुभएको थियो, अनि नानीलाई पनि लिएर आइज है भन्नुभएको थियो, अनि उसलाई लिएर गएको थिएँ। अनि भेटाइदिएपछि उसले आफै भन्यो, आफै सबैलाई भेट्यो, अनि आफै भनेको थियो उसले म फ्यान हो भनेर, फोटो भिडियो पनि खिचेर राखेकी छ। र सानो बेलामा चाहिँ अनमोल र उगेशनाले एउटा त्यो स्याटेलाइट एउटा त्यो त्यति बेला आउँथ्यो नि दिस होम यस्तो टाइपको, त्यसमा चाहिँ एड गरेको थियो। त्यो एड चाहिँ रिलिज त भएन, तर दुवैजनाले सानो बेलामा ब्याक देन 2008मा चाहिँ एउटा एड चाहिँ गराएको थियो।
त्यो एड चाइल्ड रिलिज भएको भए रिलिज भएन त्यो एड अहिले यमाल र मेस्सीको सानोको एड फेमस भए जस्तै हुन्थ्यो होला हुन्थ्यो होला के हुन्थ्यो होला अब त्यो बेला 2008 मा चाहिँ गरेको थियो अनमोल र ओकेसनली त्यो कुरा चाहिँ मैले अनमोललाई भनेको थिएँ तपाईँलाई याद छ एउटा एड गर्नुभएको थियो यस्तो यस्तो यो ठाउँमा अनि याद छ भने त्यो बेबी मेरो बेबी त हो नि भनेर चाहिँ भनेको थिएँ सो अनमोल पनि सानो ऊ पनि सानै थियो अनि गराएको थियो एड अस्ति न्युज सुन्दाखेरि चाहिँ होइन होला यस्तो भन्ने चाहिँ लागेको थियो र जिपिएस स्टिल ट्र्याक भइरहेछ भन्दाखेरि होप त थियो तर अब हिजो साँझमा चाहिँ अब डिक्लेयर नै भइसकेपछि दुःख लाग्यो किन भन्दाखेरि यति सानो उमेरमा फेमस हुनुभयो यति सानो उमेरमै जानुभयो उहाँले आफ्नो लागि देशको लागि धेरै गर्नुभएको थियो र यो समिटरहरूको लागि पनि एउटा राम्रो प्लेटफर्म दिनुभएको मान्छे भगवान्ले चाहिँ राम्रो मान्छेलाई छिटो किन लग्यो भन्ने चाहिँ अलि चित्त दुखाइ चाहिँ भयो स्याड न्युज नेपालको लागि चाहिँ के छ भने हाम्रो निर्मल पूर्जा दाइको अलिकति निधन भएको कुराले गर्दा अलिकति स्याड छ साँच्चै कसरी सम्झिनुहुन्छ हजुरको भेट भएको छ निर्मल पूर्जाजीसँग मेरो भेट भएको छैन उहाँलाई मैले मिडियामा नै देखिरहेको थिएँ अस्ति न्युज सुन्दाखेरि चाहिँ होइन होला यस्तो भन्ने चाहिँ लागेको थियो र जिपिएस स्टिल ट्र्याक भइरहेछ भन्दाखेरि होप त थियो तर अब हिजो साँझमा चाहिँ अब डिक्लेयर नै भइसकेपछि दुःख लाग्यो किन भन्दाखेरि यति सानो उमेरमा फेमस हुनुभयो यति सानो उमेरमै जानुभयो उहाँले आफ्नो लागि देशको लागि धेरै गर्नुभएको थियो र यो समिटरहरूको लागि पनि एउटा राम्रो प्लेटफर्म दिनुभएको मान्छे भगवान्ले चाहिँ राम्रो मान्छेलाई छिटो किन लग्यो भन्ने चाहिँ अलि चित्त दुखाइ चाहिँ भयो हजुर हजुर कस्तो सम्झिनुहुन्छ निर्मल दाइ र म चाहिँ भेट पनि भयो हामी चाहिँ अलिकति क्लोज पनि थियौँ त्यसमा पनि मेरो नानी चाहिँ एकदमै बिग फ्यानै थियो उहाँको त्यही अलिक दुःख लाग्यो एकदमै होइन एज अ फ्यामिली सबै दुःख लाग्यो त्यही हो उयसनाजी हजुर कसरी सम्झिनुहुन्छ हजुरलाई हजुर कतिको फलो गर्नुहुन्थ्यो निर्मल पूजालाई म चाहिँ नेटफ्लिक्स सिरिज उहाँको 14 पिक्सबाटै इन्ट्रोड्युस भएको हो मैले उहाँलाई पर्सनली चाहिँ भेटेको थिएन बट मैले उहाँको डकुमेन्ट्री हेर्दाखेरि चाहिँ मलाई एकदम राम्रो लागेको थियो अनि अहिले इट्स भेरी स्याड द्याट इज नट नो मोर हजुरलाई त मन पर्नुहुन्थ्यो कस्तो लाग्यो त त्यो न्युजहरू सुन्दाखेरि I think you always hold like a special place in my heart because जब Netflix को series आयो त्यति बेला me and my dad we sat together and we watched it together and त्यसरी नै म र मेरो dad को bond पनि strong भएको थियो अनि I thought he was a very courageous man and I wished to meet him but unfortunately I couldn't. And there was this line he used to say, "Giving up is not in the blood, sir." And I will always keep that with me because giving up is not in the blood, sir. ओके धेरै धेरै शुभकामना छ Thank प्रीति you. सलोनको लागि Thank you so हैन जे भए पनि अब राम्रो होस् अनि हजुर, त्यसपछि अब यहाँ अभियसली आइहाल्नुहुन्छ सबैजना अनि हजुर। त्यसपछि शुभकामना छ हजुरको लागि Thank you so- फर्स्टमा त कङ्ग्रेचुलेसन हजुरलाई प्रीति सलोनको लागि थ्याङ्क यू सो मच र कस्तो लाग्दो रहेछ त होइन नयाँ व्यवसाय सुरु गर्दाखेरि मेरो लागि नयाँ त होइन हजुर। कस्तो हो नि मेरो त यो एकदमै पुरानो भन्नुपर्छ म 11 फेरि वर्षदेखि नयाँ अर्को मेरो opening 11 गर्दाखेरि वर्षदेखि होइन? चाहिँ युएमा दुबईमा चलाएर बसिरहेको छु त्यही भएर नयाँ बिजनेस त होइन मेरो लागि त्यस्तो न्यू त भइरहेको छ नि तर नेपालमा चाहिँ मैले नयाँ इन्भेस्ट गरेको भएर चाहिँ यहाँ चाहिँ टोटली न्यू हो ठिक छ अलिकति मनमा डर हुँदो रहेछ कि रहेनछ डराएर बिजनेस गर्नुहुन्न ठुलो मन ठुलो दिमाग गरेर बिजनेस गर्ने हो कन्फिडेन्टका साथ गरे हो अब डर छैन अहिले हाम्रो उषाजी हजुर उहाँले नि यत्रो बिजनेस गरेर आउनु भएको छ होइन कस्तो कस्तो हुन्छ बिजनेस गर्दाखेरि सुरुवाती दिन अनि अहिले बिजनेस चलेर राम्रो हुँदाको त्यो सुरुवाती दिन र आजमा के फरक हुन्छ सुरुवाती दिनमा चाहिँ अब इन्भेस्टमेन्ट युज भएको हुन्छ
मार्केट कस्तो हुन्छ कस्तो रेस्पोन्स आउँछ केही पनि नै थाहा हुँदैन सुरुमा तर पछि बिस्तारै समय बित्दै जाँदा चाहिँ के हुन्छ भन्दा अब कस्टमर बनिसकेको आफ्नो इन्भेस्टमेन्ट उठिसकेको अवस्था हुन्छ र त्यो बेलामा चाहिँ अब हामीले चाहिँ कसरी यो सधैँ टिकाउने सधैँ कसरी कन्टिन्यू लाने एभ्री डे कसरी बेस्ट दिने आफ्नो भन्ने चाहिँ त्यो अझै धेरै डिटर्मिनेसन चाहिँ हुन्छ त्यो कारणले गर्दा बिजनेस हो डर भन्दा पनि म गर्न सक्छु भनेर गऱ्यो भने चाहिँ हुन्छ र मेन कुरा है मैले देखेको बिजनेस गर्दा मेरो 15 इयर एनिभर्सरी अहिले चलिरहेछ र यो 15 वर्षमा मैले देखेको बिजनेसमा चाहिँ कहिलेकाहीँ बिजनेसले पनि हाम्रो परीक्षा लिँदो रहेछ कि कहिलेकाहीँ एकदम नसोचेको बिजनेस हुने तर कहिलेकाहीँ बोनी पनि हुँदैन त्यो टाइममा चाहिँ आफ्नो डाउन फेजमा चाहिँ हामीले अडिक हुन सक्यो भने राम्रो टाइममा चाहिँ ब्याक हुन्छ राम्रो ब्याक दिन्छ बिजनेसले चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ तर हाम्रो नराम्रो टाइममा चाहिँ हामी टिक्न सक्नु पर्यो त्यो टाइम 1 महिनाको पनि हुनसक्छ 1 वर्षको पनि हुनसक्छ 5 वर्षको पनि हुनसक्छ त्यो ब्याड टाइममा चाहिँ हामीले आफूलाई होल्ड गर्न सक्यो त्यो बिजनेसमा भने हार मानेनौँ भने चाहिँ यो कन्टिन्यू लान चाहिँ सकिन्छ हजुरलाई अर्को कुरा हाम्रो उगेशनाजी पनि हुनुहुन्छ उषादीको छोरी होइन बहिनी चाहिँ नभनौँ छोरी नै हुनु त धेरैले भन्नुहुन्छ होला है बहिनी हो उषादीको भनेर हजुर भन्नुहुन्छ कस्तो लाग्छ त्यो कम्प्लिमेन्ट सुन्दाखेरि दुखी लाग्छ कि खुसी लाग्छ एकदमै खुसी लाग्छ त्यो त भेरी कम्प्लिमेन्ट नै दिएको हो जस्तो लाग्छ मलाई सिन्स मामु यति यङ हुनुहुन्छ यति मेन्टेन्ड हुनुहुन्छ के खाएर जन्माउनु भएको थियो होला मामुले हजुरलाई मामु त एकदम फुडी हुनुहुन्थ्यो अरे म पेटमा हुँदाखेरि सी युज्ड टु इट एभ्रिथिङ स्विट्सहरू स्पेसिफिकली अनि त्यही भएर पनि मलाई स्विट्सहरू एकदम मनपर्छ यता हाम्रो आगन्तुकजीको छोरी हुनुहुन्छ कस्तो लागिरहेछ त हजुरलाई चाहिँ मामुको यो नयाँ व्यवसाय पुरानै व्यवसाय भए पनि यो ठाउँमा नयाँ भयो होइन अनि त्यसपछि हजुरले कतिको सपोर्ट गर्नुहुन्छ मामुलाई के भन्नुहुन्छ I support her like 100%. मलाई एकदमै मन पराछ मामुले यो न्यू स्टेप लिएको and I always support her in life. हजुर उगेशनाथजी हजुरलाई पनि धेरै आइडिया होला नि त होइन हजुर चाहिँ कसरी लिनुहुन्छ नयाँ बिजनेसलाई अनि त्यसपछि कसरी अघि बढ्नमा के छ त हजुरमा चाहिँ आइडियाहरू के नयाँ बिजनेसहरू स्टार्ट गर्नु भनेको अभियसली रिस्क टेकिङ कुरा हो एन्ड आई थिङ्क इट्स भेरी करेजियस कि नयाँ स्टेप लिइरहनु भएको छ एन्ड बेस्ट अफ लक फर द न्यू आउटलेट हजुरलाई के अरे मामुलाई बढी तपाईँ चाहिँ फिल्म इन्डस्ट्रीमा बढी हेर्न चाहनुहुन्छ कि व्यवसायमा बढी मामु केन्द्रित भएको हेर्न चाहनुहुन्छ I'd say both दुइटै भन्छु म चाहिँ बिकज मामु इज गुड इन वाट एभर सी डज एभ्रिथिङ सी डज एक्चुली सो घरमै पनि बस्दाखेरि उहाँ एकदम रेडी नभएर बस्दाखेरि पनि मलाई उहाँ सबसे वर्ल्डभरिको सबसे राम्रो मान्छे चाहिँ मलाई मेरो मामु नै लाग्छ साँच्चै हो जिस्केको होइन मलाई थाहा छ आई नो तिमीले त्यही भनिरहन्छौ उषादीले के चाहिँ मनपर्छ बढी उहाँ के गर्दाखेरि चाहिँ हजुरलाई बढी मनपर्छ उहाँको राम्रो बानी के छ उसको राम्रो बानी आमा जस्तै केयर गर्छ उसले अब पहिला मैले उसलाई बढी केयर गर्थेँ अब उसले मलाई गर्छ त्यो मनपर्छ त्यो चाहिँ नर्मली छोरीहरू बिहा भइसकेपछि चाहिँ आमाहरूलाई बच्चा जस्तै टेक केयर गर्छ भनेर सुन्थेँ मैले र हो पनि तर मेरो छोरीले चाहिँ अहिलेदेखि नै गर्छ एकदम बच्चा जस्तै कहाँ तिमी कति बेला आउने कोसँग छौ इन्क्वायरी गर्छ के खायौ खाना अनि बिहान कति बजी के खाएर निक्लेको तिमी भन्छ उसले तिमी भन्छ उसले मलाई अनि त्यो कारणले गर्दा आमा जस्तै टेक केयर गर्छ कहाँ छ के छ कोसँग छ फोन किन नआएको फोन किन अफ सबै गर्छ त्यो मनपर्छ मलाई आफ्नो लागि जस्तो सोध्ने मान्छे हजुरलाई बिहे गर्नुहुन्छ भने अर्को बिहे गर्नु भनेर टपिक चेन्ज प्लिज हजुरले भन्नुभएको छ नि होइन मामुलाई अप टु हर हजुरले के भन्नुहुन्छ त्यो कुरा हजुर उहाँलाई जुन बेला रमाइलो जुन बेला मन लाग्छ जुन बेला उहाँले त्यो स्टेप लिन रेडी हुनुहुन्छ त्यो बेला गर्यो भने मेरो त अलवेज फुल सपोर्ट गर्नुहुन्छ त्यो कुरामा यता आगन्तुकजीको छोरीले चाहिँ के भन्नुहुन्छ कस्तो उहाँको चाहिँ के छ इन्ट्रेस्ट केमा छ उहाँको चाहिँ हेर्दाखेरि यति राम्री हुनुहुन्छ होइन अनि त्यसपछि उहाँले पनि इन्डस्ट्रीतिर इन्ट्रेस्ट छ कि छैन मलाई इन्डस्ट्रीतिर चाहिँ यति चाहिँ इन्ट्रेस्ट छैन म चाहिँ मेरो नर्मल हबिजमै गरेर हुन्छु के छ हजुरको हबिज
म बास्केटबल खेल्छु अनि फ्री टाइममा आर्ट पनि गरेर हुन्छु मैले पेन्टिङ्सहरू पनि बनाएको छु सिङ्गिङ अनि कहिलेकाहीँ सिङ पनि गर्छु अनि फ्युचरमा चाहिँ डक्टर बन्ने उगेसमा चाहिँ हजुरको चाहिँ के छ हबिजहरू मेरो hobbies, I'd say dancing, art, and I sing sometimes. तर bathroom singer भन्दा हुन्छ त्यति राम्रोसँग गाउन चाहिँ आउँदैन होइन माइकमै गाउनलाई बट आई सिङ उसको राम्रो भनेको उसले आर्ट एकदम राम्रो गर्छ स्केच एकदम राम्रो छ उसको अनि डान्समा त बेस्ट है छ र एक्टिङतिर चाहिँ अलिक इन्ट्रेस्ट देखाउनुहुन्छ कि एक्टिङ पनि पायो भने गर्छ उसले बिस्तारै त हिँडिरहेछ बल्ल अब गर्छ एक्टिङ पनि उसले गर्न सक्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ मुभीतिर गइदोस् भन्ने इच्छा छ मलाई आफ्नो इच्छा अब हेरौँ उसको के इच्छा छ अब बल्ल बल्ल त भर्खर अब यो मिडियामा आउँदैछ भर्खर मोडलहरूमा गएको छ उसको फर्स्ट अब गर्दैछ इन्ट्रेस्ट बढ्यो भने त गर्दै जान्छ होला तर मलाई चाहिँ उसले प्राय जुन ठाउँमा उसले पाइला राख्छ सक्सेस भएको छ अहिलेसम्म अब फेरि फ्युचरमा पनि जुन ठाउँमा पाइला राख्छ सक्सेसै होस् भन्ने इच्छा छ है हजुरले भन्नुभएको थियो नि एउटा कार्यक्रममा म डेब्यु गर्न चाहेँ भने चाहिँ अनमोल केसीसँग डेब्यु गर्ने रहर छ भनेर अहिले चेन्ज त हुनु भएको छैन होइन छैन अनमोल केसी म आम ह्युज अनमोल केसी फ्यान माइसेल्फ अनि मैले उहाँको सबै मुभिजहरू हेरेको छु सो यस भेटेको छ कि छैन? ग्रेटफुल भेट्नु अपर्च्युनिटी भएको छ कि छैन अनमोल छ भेटेको छ के भन्नुभयो भेटेर मामसँग भेट मामुसँगै भेटेको हो Jerry on top हजुर भेटेको होला। जेरीको टाइममा भेटेको हो एन्ड इट वाज फन हिज सच अ नाइस पर्सन एकदम भेरी हम्बल एकदम राम्रोसँग बोल्नुहुन्छ सो या द्याट इज इट उषाजीले भन्नुभएको थियो अनमोलजीलाई मेरो छोरी हजुरको फ्यान हो भनेर कुरा गर्नुभएको थियो मैले भनेको थिइनँ अनि हाम्रो फिल्म एकदम राम्रो चलिरहेको बेलामा अनि भुवन दाइले हामीलाई एउटा सानो पार्टी थ्रो गर्नुभएको थियो अनि नानीलाई पनि लिएर आइज है भन्नुभएको थियो अनि उसलाई लिएर गएको थिएँ अनि भेटाइदिएपछि उसले आफै भन्यो आफै सबैलाई भेट्यो अनि आफै भनेको थियो उसले म फ्यान हो भनेर फोटो भिडियो पनि खिचेर राखेको छ र सानो बेलामा चाहिँ अनमोल र उगेशनाले एउटा त्यो सेटेलाइट एउटा त्यो त्यति बेला आउँथ्यो नि डिस होम यस्तो टाइपको त्यसमा चाहिँ एड गरेको थियो त्यो एड चाहिँ रिलिज त भएन तर दुवैजनाले सानो बेलामा ब्याक देन 2008मा चाहिँ एउटा एड चाहिँ गराएको थियो त्यो एड चाइल्ड रिलिज भएको भए रिलिज भएन त्यो एड अहिले यमाल र मेस्सीको सानोको एड फेमस भए जस्तै हुन्थ्यो होला। हुन्थ्यो होला के हुन्थ्यो होला त्यो बेला 2008मा चाहिँ गराएको थियो अनमोल र उगेशनाले त्यो कुरा चाहिँ मैले अनमोललाई भनेको थिएँ तपाईँलाई याद छ एउटा एड गर्नुभएको थियो यस्तो यस्तो यो ठाउँमा अनि याद छ भने त्यो बेबी मेरो बेबी त हो नि भनेर चाहिँ भनेको थिएँ सो अनमोल पनि सानो पनि सानै थियो अनि गराएको थियो एड राम्रो भएको थियो ओके के पाउनु भयो त प्रिटी सलोनमा प्रिटी सलुनमा सबभन्दा पहिला त छुटेको साथी भेटेँ किनभने लङ टाइम पछि फेरि हाम्रो कनेक्सन भयो र त्यसको रिजन चाहिँ प्रिटी सलुन नै हो हामी धेरै पहिला भेटघाट भएको कुरा पनि कमै हुन्थ्यो तर प्रिटी सलुनको उहाँले इन्फर्मेसन मलाई चाहिँ यस्तो यस्तो मैले गराएको छु सायद एकचोटि भेटौँ आउनुहोस् जानु सर्भिस लिनु भन्नुभएको थियो अनि मैले उहाँलाई भेट्ने गरेर नै आउँछु भनेर लास्ट टाइम आएर सर्भिस लिएँ र सबै यहाँ हेर्दाखेरि एउटा छोरी मान्छेलाई चाहिने आफूलाई प्याम्पर गर्ने कुराहरू सबै छ हेड टु टो अनि अब कति ठाउँमा छ बेस्ट चाहिँ हामीलाई भनेको क्वालिटी हुनु पऱ्यो अनि त्यो हामीले पैसा खर्च गरे अनुसारको सर्भिस पनि बेस्ट हुनु पऱ्यो त्यो चिज चाहिँ मैले यहाँ पाएँ र नेल्स छ हेयर छ स्किनको छ होइन एकदमै लेटेस्ट टेक्नोलोजीका स्किनका ट्रिटमेन्टहरू छन् त्यो कारणले गर्दा सबै चिज पाएको छु अब बिस्तारै आउँछु अस्ति आएर गरेर गइसकेँ अब फेरि आउँछु अनि नानीलाई पनि अब यहीँ नै आऊ भनेर उसलाई पनि आज मैले बोलाएर यहाँ देखाइदिएको कारण चाहिँ मेकअप हेयरको लागि पनि यतै आऊ भनेर सो सबै कुरा छ एउटा छोरी मान्छेलाई चाहिने इन अ बेस्ट वे ओके के हजुरले चाहिँ थोरै भनिदिनु न प्रिटी सलोनको बारेमा आगन्तुकजी हजुर प्रिटी सलुन चाहिँ यो चाहिँ नेपालमा चाहिँ म भर्खरै लन्च गरिरहेको छु र मेरो प्रिटी सलुन चाहिँ दुबईमा 11 वर्षदेखि म चलाएर बसिरहेको छु त्यहाँ 2टा ब्रान्च छ मेरो
अब यहाँनिर चाहिँ मैले ब्युटी सलुन खोलिसकेपछि चाहिँ सबै त्यहाँको टेक्नोलोजी लेटेस्ट चिजहरू राखेको छु, स्किन केयरदेखि हेयरको, नेलको होइन सबै चिजहरू राखेको छु। अब एकचोटि आउन सक्नुहुन्छ, ट्राई गर्न सक्नुहुन्छ। के छ यहाँ नयाँ होइन, किनभने आजकल सलोन ब्युटी पार्लरहरू नेपालमा एकदमै धेरै एज अ बढ्न सलुन थालेको छ मात्र होइन? नभएर एस्थेटिक क्लिनिक पनि हो यो। हजुर, यहाँ चाहिँ डक्टर पनि बस्दै हुनुहुन्छ, अनि यहाँ बोटक्सहरू पनि हुन्छ है, अनि हाइफो छ, हाइड्रा छ, कार्बन छ, लेजर छ, एभ्रिथिङ अहिलेको लेटेस्ट सबै छ। एउटा लेडिजलाई एउटा गर्ल्सलाई चाहिने हुन्छ नि त्यो सबै कुरा प्याकेजमै छ हजुर यहाँ चाहिँ। कसलाई को सेलिब्रिटीलाई चाहिँ अब तपाईँ उषाजी त आज आउनुभयो होइन, हजुर, हजुर, हजुर। कसलाई चाहिँ तपाईँ के सर्भिस दिन चाहनुहुन्छ नेपालका हिरोइनहरूमा? त्यस्तो भन्दा पनि मैले एउटा सलुन खोलेर बसेको हो होइन, म सबैजनालाई दिन चाहन्छु। यसलाई नै भनेर मेरो छैन, सबै सेलिब्रिटी मेरो नर्मली साथी नै छ, अब आफू सिङ्गर भएकोले गर्दाखेरि होइन। त्यसले गर्दा यसलाई नै म यो सर्भिस दिन्छु भनेर भन्न मिल्दैन। सर्भिस लिने भनेको उहाँहरूको चोइस हो कि बुझ्नु होइन। कसैलाई फेसियल गर्न मन पर्ला, कसैलाई ल्यासेस गर्न मन पर्ला, कसैलाई नेल राख्नु मन पर्ला होइन। आफू आफ्नो ब्युटी फिल्डमा आफ्नो चोइस हुन्छ कि, अनि हजुरले यही लिनुपर्छ मैले भन्न मिल्दैन। तर पनि आइसकेपछि हामीले उहाँहरूलाई कन्भिन्स गरेर हजुरको फेस यस्तो छ भनेर चाहिँ भन्न सक्छ, यो लिनु यो गर्नु भनेर चाहिँ भन्न सक्छ। ओके, अहिले शुभकामना। यो खुसीको कुरामा पनि अहिले अलिकति एउटा स्याड न्युज नेपालको लागि चाहिँ के छ भने हाम्रो निर्मल पूर्जा दाइको अलिकति निधन भएको कुराले गर्दा अलिकति स्याड छ। उषा चाहिँ कसरी सम्झिनुहुन्छ हजुरको भेट भएको छ निर्मल पूर्जाजीसँग? मेरो भेट भएको छैन, उहाँलाई मैले मिडियामा नै देखिरहेको थिएँ। अस्ति न्युज सुन्दाखेरि चाहिँ होइन होला यस्तो भन्ने चाहिँ लागेको थियो, र जिपिएस स्टिल ट्र्याक भइरहेछ भन्दाखेरि होप त थियो। तर अब हिजो साँझमा चाहिँ अब डिक्लेयर नै भइसकेपछि दुःख लाग्यो, किन भन्दाखेरि यति सानो उमेरमा फेमस हुनुभयो, यति सानो उमेरमै जानुभयो। उहाँले आफ्नो लागि देशको लागि धेरै गर्नुभएको थियो, र यो समिटरहरूको लागि पनि एउटा राम्रो प्लेटफर्म दिनुभएको मान्छे। भगवान्ले चाहिँ राम्रो मान्छेलाई छिटो किन लग्यो भन्ने चाहिँ अलि चित्त दुखाइ चाहिँ भयो। हजुर हजुर कसरी सम्झिनुहुन्छ? निर्मल दाइ र म चाहिँ भेट पनि भयो, हामी चाहिँ अलिकति क्लोज पनि थियौँ। त्यसमा पनि मेरो नानी चाहिँ एकदमै बिग फ्यानै थियो उहाँको, त्यही अलिक दुःख लाग्यो एकदमै होइन। एज अ फ्यामिली सबै दुःख लाग्यो, त्यही हो। उयसनाजी हजुर कसरी सम्झिनुहुन्छ? हजुरलाई हजुर कतिको फलो गर्नुहुन्थ्यो निर्मल पूर्जालाई? म चाहिँ नेटफ्लिक्स सिरिज उहाँको 14 पिक्सबाटै इन्ट्रोड्युस भएको हो। मैले उहाँलाई पर्सनली चाहिँ भेटेको थिएन, बट मैले उहाँको डकुमेन्ट्री हेर्दाखेरि चाहिँ मलाई एकदम राम्रो लागेको थियो। अनि अहिले इट्स भेरी स्याड द्याट इज नट नो मोर। हजुरलाई त मन पर्नुहुन्थ्यो, कस्तो लाग्यो त त्यो न्युजहरू सुन्दाखेरि? I think you always hold like a special place in my heart because जब Netflix को series आथ्यो त्यति बेला me and my dad we sat together and we watched it together and त्यसरी नै म र मेरो dad को bond पनि strong भयो अनि I thought he was a very courageous man and I wished to meet him but unfortunately I couldn't. And there was this line he used to say, "Giving up is not in the blood, sir." And I will always keep that with me because giving up is not in the blood, sir. ओके, धेरै धेरै शुभकामना छ Thank प्रीति you. सलोनको लागि Thank you so होइन। जे भए पनि अब राम्रो होस्, अनि त्यसपछि अब यहाँ अभियसली आइहाल्नुहुन्छ सबैजना, अनि त्यसपछि शुभकामना छ हजुरको लागि। थ्याङ्क यू सो मच, सबैजना आइदिनु भयो, यस्तै साथ सपोर्ट जहिले पनि गरिराख्नु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू, धेरै धेरै सबैलाई बधाई thank छ, you. तपाईँलाई बधाई छ। र यो लोकेसन पनि भनिदिउँ एकदम सजिलो छ, म त एभ्रिडे हिँड्ने हो। शङ्खुमूल मानेश्वरबाट शङ्खुमूल चोकमा ठ्याक्क शङ्खुमूल पुलको लेफ्ट साइडमा हजुरले ठुलो बिल्डिङ देख्नुहुन्छ, एनआइएमबी ब्याङ्कको सँगै छ। ललितपुर र काठमाडौँको बिचको हजुर ठ्याक्कै शङ्खुमूलको NIMB पुरानो ब्याङ्कको, पुल। हजुर पुरानो पुलको ठ्याक्कै एनआइएमबी ब्याङ्कको 3rd फ्लोरमा छ हाम्रो चाहिँ। एकदमै सजिलो छ लोकेसन, सबै सर्भिस छ, आउनु होला हजुरहरू। Thank you. थ्याङ्क यू, बधाई थ्याङ्क छ। यू ल, दिवान, थ्याङ्क थ्याङ्क यू। यू।